हेलो गाइस, फेरि म एउटा नयाँ भ्लग लिएर आइसकेको छु तपाईँहरूको सामुमा। आज हामी यता साथीहरूसँग घुम्न आएको छौँ पोखरीतिर। हिजो टक्क लगाएर पिस हालेको थियो होइन, माछा माऱ्यो। अनि आज बिहान केही भेटिन्छ भनेर साथी चाहिँ हामीलाई ल्याएको छ र के भेटिन्छ टक्क खोलामा होइन, पोखरीमा कुन माछा भेटिन्छ, कत्रो माछा भेटिन्छ तपाईँहरूलाई सब देखाउने छु। साथीहरू चाहिँ चार्ज आएको छौँ। त्यो भाइ चाहिँ घरको आएछ, यो भाइ उतै घरको रहेछ, आइसकेको छ। एकजना जुत्ता हो, उसले पनि ल्याएको माछा मार्नु चाहिँ। अनि यहाँ छ दुईजना चाहिँ, पोखरी चाहिँ यहाँ छ। त्यहाँको पोखरीमा चाहिँ हालेको छ बिसाइन हिजो नै। हामी चाहिँ जान्छौँ, मैले तपाईँहरूलाई देखाउँछु कस्तो कस्तो माछा भेटिन्छ, कत्रो माछा भेटिन्छ र माछाको नाम पनि भन्दैछु। गाइस, हामी चाहिँ आइसकेको छौँ पोखरीमा। ल यहाँ के गर्छ हामी चाहिँ, यहाँ त माछा मारिरहेको रहेछ एउटाले। हामी भेट्छौँ भनेर आएको, यहाँ त माछा मारिरहेको रहेछ। अब हामीले के भेट्छौँ केटा हो, के भेटिन्छ यहाँनिर? माछा जस्तो लाग्छ माछा। अब आस गयो अब दागो भाइ हो यी पोखरीमा। ल माछा त्यो बेच्ने मान्छे त्यहाँ गइसकेको छु। त्यो उसले मारिसक्यो सबै, उसले सब मारिसक्यो। के भेट्नु अब हामीले? अब हामीले चाहिँ के भेट्नु? अब हामीले नभेटिकन अब घर जान्छौँ। अब माछा त भेट्ने आश छैन। एक राउन्ड हान्डामा त ओइ एक राउन्ड हान्डामा भेटिन्छ भने लिनु, नभेटिनु भने छोडिदिनु, चल्दिउँ घर। त्यो माछा हेर्न आएको, तपाईँहरूलाई माछा देखाऊँ भनेको। सब माछा नै सिद्धिसकेको रहेछ यहाँ मान्छेले। अब भेटिने आश छैन, तर पनि एकचोटि खोज्छौँ हामी। केटा भेटिन्छ कि भेटिँदैन, भेटिने आश छ। राखौँ न आश त भेट्यो भने ठुलो माछा भेटिहाल्नु एक केजीको। हिजो यिनीहरू मारेको थियो माछा होइन, यही पोखरीमा छ। माछा भेट्यो ल, गाइस एउटा माछा चाहिँ भेटिसकेको छ हामीले। कत्रो माछा भेट्यो हेऱ्यौँ। माछा यहाँ पनि छ अरे एउटा गडे मरेको। यहाँ चाहिँ एक साग चटनी र तेल लागि हुन्छ होला चटनी। यहाँ भाइ, यहाँ हो। यहाँ माछा पकाएर कि लिनलाई ए त्यो माछाहरू उसिएको छ। त्यो माछा हो गडे माछा। त्यो कत्रो माछा पकाडिस्? पुगेको छ छैन मैले गडेको माछा निकाल त कत्रो छ? ल्या कत्रो छ? हाम्रो भाइले चाहिँ माछा पकाइसकेको छ, कत्रो छ? भाइ चाहिँ माछा पकाइसकेको छ। आउँछु तपाईँहरू। कुन माछा पकाएको? गडे माछा फेरि। अनि अहिले तिनीहरू आउँछ क्या त्यहाँ खाँदैन। हो त्यो चिज छ, अर्को हातमा चिकन माछा हो, ढेँडा माछा। त्यो भएर पकाएको छ। के हुन्छ यो चाहिँ खाने हो? खानुपर्छ, चटनी मारेर खाऊ मस्त। त्यहाँ पनि चाहिँ ले टिप टिप टिप। यो दाल चाहिँ कति मार्नु भयो होला माछा? पर्दैन। अब चाहिँ माछा भेटिँदैन। अब चाहिँ हामी घर जान्छौँ। अब चाहिँ हामी पोखरीबाट निस्किसकेको छौँ। अब चाहिँ हामी घरतिर लाग्छौँ। माछा भेटिएन,
इसको पोपट हो कि इसके साथ हो पोपट भयो होइन भयो आस्ती आस पनि गयो भयो सबै गयो एउटा माछाको आस त्यो नि गयो जलाएर सक्नुहुन्छ पछाडि यत्रो ल्याएको थियो ठुलो भयो लग्ने सपना थियो सपना पनि सपनै रह्यो अब एकछिनमा हात तान्छ अरे होइन माछा मार्न आउँछ कि आउँदैन अब त्यो चाहिँ आउँछ अनि किन आउने अब एकछिनमा नआउने अरे हेर अब चाहिँ हामी घर जान्छौँ अब गएर गेम खेल्ने अब जाने घरमा होइन हेर्नु कस्तो राम्रो रुख दुईटा अब यो रुखहरू कस्तो दामी छ पहिला हामी सानोमा यही रुखमा के अरे त्यो कुन गेम हुन्छ त्यो लट्ठी सुँगाइ खेल्थ्यौँ यही रुखमा हड्डी सुँगाइ के भन्छ त्यही गेम यही रुखमा खेल्थ्यौँ पहिले सानोको याद आयो यार यो खेत चाहिँ यो खेत जति पनि हेर्नुहुन्छ तपाईँहरू यो खेत चाहिँ मेरो साथीले गर्छ होइन त्यो अगाडिको साथीले गर्छ एकचोटि मक्कै नै गएको थियो हामीले के भन्न यता हामी गएको थिएनौँ मलाई यता गएको थियौँ यताको यस्तो 1 2 3 4 5 एक दिनमै सिधाएको थियौँ हामीले कति 15 कट्ठा गोडेर अढाई दिन यहाँ त एक दिन सकाएको थियौँ यी साथीहरू छ अगाडि अनि तिनजना उता एउटा भाइ अनि मेरो दाजु उता गएको छ उतातिर उताबाट आउँदैछ उतै घर निस्किन्छ होइन हामी चाहिँ यताबाट निस्किदिएको बाटो पनि छैन आली हिँड्दैछौँ ट्रेन पनि फोहोर कपडा पुरै फोरेर हुन्छ सब नखा तल बसेको होला निक्लिएर के अरे मरेर तल बसेको अनि जाल्टा नख्ने ए एक कुरा भन्दा बढी हुन्छ यी गाउँ तपाईँहरूकोतिर गाउँ रोपेको छैन हेर्न सक्नुहुन्छ यी गाउँ हेर्न सक्नुहुन्छ जस्तो छ गाउँ कसले हेरेको थिएन यी गाउँ हेर्न सक्नुहुन्छ जस्तो हुन्छ लाइभ त्यसको लागि एमी हुनु पर्ने भाइ यो गाउँ मेरो साथीको अब कहिले काट्ने हो कहिले काट्छु गाउँ है भाइ गाउँ कहिले काट्छु भन् गाउँ मालिक भन् ल मेरो बिहे हुन्छ नि काट्ने अरे ल के भन्छ त्यो घर कटिसकेको छौँ र हामी चाहिँ हाम्रो घरको बाटो चाहिँ लागिसकेको छौँ सब केटाहरू अब चाहिँ घर जान्छ घर गएर खै के गर्ने यिनीहरू घर जाने तिहार किन्नुभएको आजको लागि यति हो जति पनि नयाँ हुनुहुन्छ च्यानल सब्सक्राइब गरिदिनु र कस्तो लाग्यो ब्लग लाइक मनी र कमेन्ट नि गरिदिनु आजको लागि बाई।